Hello, good evening everyone. हामी चाहिँ ट्रिग्नोमेट्री पढ्दैछौँ होला होइन? अहिले हामी चाहिँ ट्रिग्नोमेट्री स्टार्ट गरेका छौँ। ट्रिग्नोमेट्रीमा हामीले चाहिँ अस्तिको क्लासमा हामीले के पढाएको थियौँ भन्दाखेरिमा यसको थ्योरी पार्ट हामीले सबै कम्प्लिट गरेका थियौँ एरिया अफ ट्रायङ्गलसम्म। साइन ए भनेको ए बाई टू है। सो फाइनल्ली एरिया अफ ट्रायंगल कति आयो सिम्प्लिफाई गर्नु छ। हामी यहाँसम्म पढाएका रहेछौँ है, मैले चेक मात्रै गरेको। ल अब यसपछि हामी अगाडि जाउँ। लेट्स स्टार्ट। ल हामी चाहिँ यसको थ्योरी पार्ट सकाइसकेका थियौँ है। ल अब यसलाई अगाडि बढाउँ। सबैजना आउनुभयो? ल अब यसमा हामीले अझै एउटा कुरा नोट गर्न पर्ने कुराहरू छन् है। जस्तै नोट नम्बर 1 यो टिप्नु होला। ट्रायङ्गलमा ए इज टु बी इज टु सी चाहिँ कति हुन्छ भन्दा द्याट विल बी साइन ए इज टु साइन बी इज टु साइन सी। यो हुन्छ है ट्रायङ्गलमा है। साइडको रेसियो र साइन अफ एङ्गलको रेसियो चाहिँ इक्वल हुन्छ। अनि त्यसपछि गएर सेकेन्ड नम्बरमा एउटा हामीले जान्न पर्ने कुरा चाहिँ जस्तै मानौ साइन 75 डिग्री यसको भ्यालु कति हुन्छ? यसको भ्यालु हुन्छ √3 + 1/2 √2 एन्ड द्याट विल अल्सो बी इक्वल टु साइन 105 डिग्री। टिप्नुहोस् है। र अर्को छ फेरि थर्डमा एउटा हामीले जान्न पर्ने साइन 15 डिग्रीको भ्यालु। सो साइन 15 डिग्रीको भ्यालु कति हुन्छ भन्दा √3 - 1/2 √2 है। सो यति कुरा पहिला टिप्नु होला त। ल यति कुरा नोट गर्नुभयो? ल मैले यसलाई इरेज गरेँ है। ल ओके। अब यसपछि यो क्वेसन हेरौँ। सल्युसन क्वेसन हेर्नुहोस् त के भन्छ। द एङ्गल्स अफ अ ट्रायङ्गल आर 105 डिग्री एन्ड 15 डिग्री। फाइन्ड द रेसियो अफ इट्स साइड्स भनेको है। रेसियो अफ इट्स साइड्स। ओके सो हामीले यसलाई के गरौँ भन्दा लेट एङ्गल दिएको छ भने लेट ए इक्वल टु 105 डिग्री अनि बी इक्वल टु 15 डिग्री यसरी लेट गरिदिउँ। ठिक छ। अब ए र बी लेट गरेर सी कति हुन्छ ल भन्नुहोस् त। ल सी सी निकाल्न सक्नुहुन्छ? दुईटा एङ्गल दिएको छ भने हामीले यहाँबाट चाहिँ ए प्लस बी प्लस सी इक्वल टु 180 गरियो भने हेर्नुहोस् त। ल ट्रायङ्गलमा तिनवटा एङ्गल जोड्दा 180 हुन्छ। सो ए भनेको 105 डिग्री प्लस बी भनेको 15 डिग्री प्लस सी इक्वल टु 180 डिग्री है। सो यहाँबाट सी कति आयो ल भन्नुहोस् त। सी कति आउँछ? 60 डिग्री आउँछ हो। सी 60 डिग्री आयो। अब चाहिँ हामीले के निकाल्न छ भन्दा रेसियो अफ द साइड्स निकाल्न छ। सो नाउ वी हेभ टु फाइन्ड ए इज टु बी इज टु सी रेसियो अफ द साइड्स। सो अघि भर्खर पढेको यो के हुन्छ गरे द्याट विल बी साइन ए इज टु साइन बी इज टु साइन सी। साइन ए इज टु साइन बी इज टु साइन सी हुन्छ भने अब यो कति हुने गयो हेर्नुहोस् त। साइन ए भनेको 105 डिग्री इज टु साइन बी भनेको 15 डिग्री इज टु साइन सी भनेको 60 डिग्री। ठिक छ। भ्यालु राखौँ सबै। साइन 105 भनेको √3 + 1/2 √2 इज टु साइन 15 भनेको √3 - 1/2 √2 इज टु अनि साइन 60 भनेको फेरि कति हुन्छ? √3/2 हुन्छ है। ल अब हाम्रो आन्सर यही हो। तर हामीले डिनोमिनेटरलाई हामीले हटाएर यसलाई स्ट्यान्डर्ड फर्ममा लेख्नुपर्छ कि। सो यो हटाउनलाई यहाँ 2 √2 छ भने हामीले 2 √2ले मल्टिप्लाई गरिदिउँ। दिस क्यान रिटर्न एज √3 + 1/2 √2 अनि इन्टु 2 √2 इज टु √3 - 1/2 √2 इज टु 2 √2 होइन। सरी इन्टु 2 √2 अनि फेरि इज टु अनि √3/2 अनि इन्टु 2 √2 है। 2 √2ले मल्टिप्लाई गरेको। त्यसो गर्दाखेरि 2 √2 क्यान्सल भयो, यहाँ पनि क्यान्सल भयो अनि यहाँ 2 र 2 क्यान्सल भयो। सो फाइनल्ली रिजल्ट कति आउँछ भन्दा √3 + 1 इज टु √3 - 1 अनि इज टु √6। √3 इन्टु √2 भनेको √6 द्याट इज द रिक्वायर्ड फाइनल आन्सर। ल बुझ्नुभयो सबैले?
ल ओके, लेट्स गो टु नेक्स्ट क्वेसन। ल यो क्वेसन हेर्नुस् त, हामीलाई एंगल ए दिएको छ 45 डिग्री, एंगल बी दिएको छ 60 डिग्री, अनि सो दैट a is to c is equal to 2 is to root 3 plus 1, यो हामीले सो गर्न पर्यो है। वी हैव टु सो दिस। सो सबैभन्दा पहिला यहाँ ए र बी दिएछ भने सी कति हुन्छ, यहाँबाट सी निकाल्नुस् त। सक्नुहुन्छ सी निकाल्न? टेल मी अल अफ यु। ल कति आउँछ भन्नुस्, सी कति आउँछ? 75. यस 60 45 105, सी चाहिँ 75 डिग्री आउँछ। अब सी आएपछि नाउ हामीले जे कुरा सो गर्न छ त्यसमा ए इज टु सी छ लेफ्ट ह्यान्ड साइडमा। सो लेफ्ट ह्यान्ड साइडमा जाम, लेफ्ट ह्यान्ड साइडमा के छ? ए इज टु सी। सो ए इज टु सी भनेको साइन ए इज टु साइन सी हो है। सो साइन ए भनेको कति हो? साइन 45 डिग्री इज टु साइन सी भनेको साइन 75 डिग्री। सो साइन 45 भनेको त 1/√2, अनि साइन 75 भनेको √3 प्लस 1/2√2, यति आयो। अब फेरि यहाँ 2√2 छ भने हामीले 2√2 ले मल्टिप्लाई गरिदिउँ। सो 1/√2 इन्टु 2√2 इज टु √3 प्लस 1/2√2 अनि इन्टु 2√2, ठिक छ। यसो गर्दा यो क्यान्सल भयो, अनि यहाँबाट √2 क्यान्सल भयो। सो फाइनल्ली कति आयो? 2 is to √3 plus 1, that is equal to right hand side। कुरा बुझ्नुभयो होला? ल ठिक छ, बुझ्दै हुनुहुन्छ? ल अर्को छ फेरि अब 3 नम्बरमा। ल यो क्वेसन हेर्नुस् त। इफ one angle of a triangle is 60 डिग्री भनेको छ हैन, and the ratio of the other two is 1:3, ratio of other two is 1:3, त्यस्तो छ। फाइन्ड all the angles भनेको छ। ओके, यसमा हामीले के गर्ने? ल हेर्नुस् त, पहिला लेट एउटा एंगल ए लाई 60 मानिदिउँ, इन द रेशियो अफ अदर टू भनेपछि बी इक्वल टु 1x मानिदिउँ, यो रेशियो 1:3 बाट 1x, र सी इक्वल टु 3x मानिदिउँ है। सो यहाँबाट ए प्लस बी प्लस सी इक्वल टु 180 गर्नुहुन्छ हैन। सो ए भनेको 60 प्लस 1x प्लस 3x इक्वल टु 180 हुने भयो। ल यसलाई सल्भ गरेर x निकाल्नुस् त, कति आउँछ? कमन भन्नुस् है, x कति आउँछ? हजुर कति आयो बाबु? भन्दैनौ त खै। 30 sir. 30? sir, 30. ओके, तपाईको त्यति आयो? ल च्याटमा पनि आन्सर दिनुभयो है। ल अब x इक्वल टु 30 आयो। ल ओके, सो x इक्वल टु 30 आयो सबैजनाको है। ल भनेपछि अब हामीले अब एंगल बी र एंगल सी निकाल्नुस्। भनेपछि अब एंगल बी कति हुन्छ हेर्नुस् त, 1:30 इज इक्वल टु 30, अनि सी भनेको 3x छ भने 3:30, 3:30 भनेको 90 डिग्री, एबीसी आयो। अब के भन्छ? एन्ड अल्सो द रेशियो अफ द साइड्स। सो अल्सो हामीले यहाँ के निकाल्नु पर्यो? ए इज टु बी इज टु सी, यो पनि निकाल्नु पर्ने छ। सो यो भनेको त के हो भन्दा साइन ए इज टु साइन बी इज टु साइन सी, यो हो नि हैन। सो दैट इज इक्वल टु साइन ए भनेको साइन 60 डिग्री इज टु साइन बी, बी भनेको 30 डिग्री इज टु साइन सी, सी भनेको 90 डिग्री है। सो साइन 60 भनेको √3/2 इज टु साइन 30 भनेको 1/2, साइन 90 भनेको 1 हैन। सो यसलाई अब 2 ले मल्टिप्लाई गर्नुस्। सो √3/2 इन्टु 2 इज टु 1/2 इन्टु 2
इज टू 1 into 2, सो यो 2 2 क्यान्सल 2 2 क्यान्सल कति आयो √3 इज टू 1 इज टू 2 आन्सर कुरा बुझ्नुभयो ओके अब यो कुरा बुझ्नु भने फेरि अगाडि बढौँ है 4 नम्बर ल यो क्वेसन तपाईँहरूले आफै यसलाई चाहिँ गृह कार्य गर्नुहोस् है होमवर्क गर्नुहोस् सजिलो छ यो एङ्गल निकाल्न त अब एङ्गलको रेसियो दिइरहेछ होइन 2:3:7 सो ए इक्वल टु 2x गरिदिने बी इक्वल टु 3x गरिदिने सी इक्वल टु 7x गरिदिने अनि यहाँबाट x निकाल्ने एबिसी आउँछ त्यसपछि सेम प्रोसेस गर्ने रेसियो अफ द साइड्स आउँछ सक्नुहुन्छ गर्न सकिन्छ है ओके म यसलाई चेन्ज गरेँ अब ल अर्को छ यो 5 नम्बर हेर्नुहोस् त यो क्वेसन चाहिँ रमाइलो छ है हामीलाई cos ए दिएको छ 4/5 cos बी दिएको छ 3/5 हामीलाई फाइन्ड ए इज टु बी इज टु सी ए इज टु बी इज टु सी निकाल्न छ है ए इज टु बी इज टु सी निकाल्न छ कस्तो रमाइलो छ यो क्वेसन है ए इज टु बी इज टु सी भनेको के हुन्छ द्याट विल बी साइन ए इज टु साइन बी इज टु साइन सी ए इज टु बी इज टु सी चाहिँ यो हुन्छ साइन ए इज टु साइन बी इज टु साइन सी ठिक छ यो हुने भयो है अब यो हुन्छ भने हामीलाई साइन ए चाहियो साइन बी चाहियो साइन सी चाहियो यति निकाल्नु पर्यो कि ओके यो निकाल्नु पर्यो सो हामीलाई सोलुसनमा गिभन के छ हेर्नुहोस् त हामीलाई गिभनमा जस्तै हामीलाई कस ए दिएको छ है कस ए दिएको छ 4/5 अनि यहाँबाट हामीलाई कस बी दिएको छ कस बी कति दिएको छ 3/5 दिएको छ है सो कस एबाट साइन ए निकाल्नु साइन ए भने कति हुन्छ इट विल बी 1 माइनस कस स्क्वायर ए अन्डर रुट होइन सो द्याट विल बी इक्वल टु अन्डर रुट 1 माइनस कस स्क्वायर ए भनेको 4/5 को स्क्वायर यो कति आउँछ भन्न सक्नुहुन्छ 3/5 आउँछ होला है 3/5 आउँछ है साइन ए अनि कस बीबाट सेम प्रोसेसले साइन बी निकाल्नुहोस् साइन बी विल बी अन्डर रुट 1 माइनस कस स्क्वायर बी हो सो द्याट विल बी इक्वल टु अन्डर रुट 1 माइनस अनि यो कति भयो 3/5 को स्क्वायर तपाईँले ट्रिग्नोमेट्रीको क्यालकुलेसन गर्दाखेरि डाइरेक्टली क्यालकुलेटर युज गर्नुहोस् है धेरैजनाले यहाँ क्यालकुलेसन बिगारिराख्नु भएको छ सो क्यालकुलेसन अब चाहिँ बिगार्ने ठाउँ छैन हामीसँग अन्डर रुट 1 माइनस ब्राकेट फ्र्याक्सन 3 डिभाइड बाई 5 यता आयो ब्राकेट क्लोज स्क्वायर इक्वल टु कति आयो 4/5 है ड्याङ ड्याङ हान्ने के ल साइन ए आयो साइन बी आयो अब हामीलाई साइन सी निकाल्न छ सो साइन सी निकाल्नलाई यो के हुन्छ भन्दा साइन सी भनेको ट्रायङ्गलमा साइन ए प्लस बी हुन्छ कि है हेर त हामीसँग ट्रायङ्गलमा के थाहा छ भन्दा ए प्लस बी प्लस सी इक्वल टु 180 हुन्छ होइन सो यहाँबाट अब ए प्लस बी निकाल्यो भने कति हुन्छ 180 माइनस सी हुने हो होइन सो अब यसमा साइन लगाइदिउँ सो साइन ए प्लस बी इक्वल टु अनि साइन 180 माइनस सी सो साइन 180 माइनस सी भनेको साइन सी हो सो साइन ए प्लस बी भनेको साइन सी यसरी बुझ्न पर्यो है ल अब साइन ए प्लस बी भने फेरि के हुन्छ यो भनेको साइन ए कस बी प्लस कस ए साइन बी यो हुन्छ होइन सो पुट द भ्यालुज साइन ए भनेको हामीलाई दिएको छ कति 3/5 अनि कस बी पनि हामीसँग कति छ 3/5 छ अनि कस ए भनेको 4/5 साइन बी भनेको 4/5 यो सिम्प्लिफाई गर्नुहोस् त 1 आउँछ है 1 आउँछ भने अब हामीले के निकाल्नु पर्यो ए इज टु बी इज टु सी द्याट इज साइन ए इज टु साइन बी इज टु साइन सी सो साइन ए भनेको हामीसँग कति छ 3/5 इज टु साइन बी भनेको 4/5 इज टु साइन सी भनेको 1 ठिक छ सबैलाई हामीले सबैलाई 5 ले मल्टिप्लाई गरिदिउँ 3/5 इन्टु 5 इज टु 4/5 इन्टु 5 इज टु 1 इन्टु 5 सो यहाँबाट 5 र 5 क्यान्सल गरिदिउँ भने कति आउँछ 3:4:5 आन्सर कुरा बुझ्नु भएको छ ल
अब यसपछि नेक्स्ट क्वेसनमा जाउँ है। क्वेसन नम्बर 2 गिवन a equal to 2 b equal to √2 and c equal to √3 plus 1 c equal to √3 plus 1 यो दिएको छ अनि सल्भ द ट्रायंगल भनेको छ है। ल अब यसमा हामीलाई गिवन थिङ हेर्ने है। गिवन थिङमा हामीलाई के छ भन्दाखेरिमा गिवन थिङ के छ के निकाल्न पर्ने। गिवनमा हामीलाई a इक्वल टु 2 दिएको छ, b इक्वल टु √2 दिएको छ र c इक्वल टु √3 plus 1 दिएको छ अनि ट्रायंगल सल्भ गर्न भनेको छ है। अब एउटा कुरा बुझ्नु, जस्तै मानौ यो ट्रायंगल हो, यो ट्रायंगल एबीसी हो है। यसमा तीनटा एंगल हुन्छ एबीसी र यसमा तीनटा साइड हुन्छ स्मल एबीसी। अब हामीलाई यही 6 वटा कुरा आयो नि त, तीनटा एंगल तीनटा साइड 6 वटा कुराहरु छन्। सो यो 6 वटा कुरामा कुनै तीनटा कुरा हामीलाई दिन्छ, कुनै तीनटा कुरा निकाल्न भन्छ है, जे पनि दिन सक्छ। अहिले यहाँ तीनटा साइड दियो, अब तीनटा साइड दियो भने तीनटा एंगल निकाल्न पर्यो भन्ने बुझ्नु। a इक्वल टु वाट, b इक्वल टु वाट, c इक्वल टु वाट है। कहिलेकाहीँ हामीलाई मानौ दुईटा एंगल देला अनि एउटा साइड देला। अब हामीले के निकाल्न पर्यो, एउटा एंगल दुईटा साइड निकाल्न पर्यो। यसरी बुझ्न पर्यो कि जे दिन्छ त्यो अनुसार काम गर्ने। तर हामीले यहाँ एरिया निकाल्न पर्दैन, सर्कम रेडियस निकाल्न पर्दैन, पेरिमिटर सेन्टर निकाल्न पर्दैन। हामीले मात्र एंगल र साइड यतिमा काम गर्ने। कतिपयलाई सल्भ द ट्रायंगलमा त्यो पनि थाहा रहेनछ भन्ने मैले बुझेछु है। अहिले कपी चेक गर्दा सल्भ द ट्रायंगलमा के निकाल्ने भन्ने नै थाहा छैन है। सो त्यस्तो समस्या पनि मैले देखिरहेको छु। सो त्यस्तो नहोस्। ओके, हामीलाई स्मल एबीसी दिएछ, क्यापिटल एबीसी निकाल्न छ, ठीक छ। अब एउटा यहाँ ट्रिक, ल ट्रिक पनि जान्न पर्यो। कुन फर्मुला लाउने सर, कसरी चिन्ने भन्ने कुरामा ल 1 नम्बरमा जस्तै हामीलाई मानौ साइड धेरै दियो, साइड धेरै दियो भने कोसाइन लगाउने, साइड धेरै दियो भने कोसाइन लगाउने होला है। त्यसपछि सेकेन्डमा यदि एंगल धेरै दियो, हेर्नुस् त, यदि हामीलाई एंगल धेरै दियो भने के लाउने, साइन लगाउने, साइन लगाउने, ठीक छ। कुरा बुझ्दै हुनुहुन्छ? ल अझै पनि स्टुडेन्ट्सहरु सबैले जोइन गर्नु भएको छैन है, जोइन गर्न पर्यो। एंगल धेरै दियो भने साइन लगाउने। ल ओके, अब यही ट्रिकमा हामी काम गर्ने हो। यही ट्रिकमा हामीले काम गर्ने। ओके, अब यहाँ हेर्नुस् त, हामीलाई साइड धेरै दिएछ, एंगल्स निकाल्न छ। साइड दिएछ, साइड तीनटै साइड दिएछ भने कोसाइन लगाउन पर्यो। सो अब ड्याङ्की ड्याङ कस ए लाउनुस्। कस ए बाट एंगल ए आउँछ, कस सी बाट एंगल बी आउँछ, कस सी बाट एंगल सी आउँछ। सिम्पल कन्सेप्ट। यस्तै क्वेसन अहिले प्री बोर्डमा आएको थियो, 2√6 √3 - 1 तीनटै साइड दिएको थियो। कति सजिलो क्वेसन थियो। ल कस ए के हुन्छ, बी स्क्वायर प्लस सी स्क्वायर माइनस ए स्क्वायर अपन 2bc है। ल अब बी भनेको कति छ, √2 को स्क्वायर, सी भनेको √3 प्लस 1 को स्क्वायर माइनस अनि ए भनेको 2 स्क्वायर डिवाइडेड बाई 2 इन्टु अनि बी भनेको √2 इन्टु अनि सी भनेको √3 प्लस 1। अब यसपछि पनि धेरैले बिगारेछन् है यो क्याल्कुलेसन। के गरेछन् के गरेछन्, के मिस्टेक गर्छन्, थाहा छ मलाई मिस्टेक गर्छु, बेस छैन है, के गर्ने भन्ने थाहा छैन। डाइरेक्टली युज क्याल्कुलेटर के, डोन्ट टेक टेन्सन है। छ त हामीसँग डिभाइस युज गर्न पाइन्छ त, अन्डर रुट जाने हैन, अनि यहाँ ब्राकेट दिएर √2 फेरि बाहिर आउने अनि ब्राकेट दिएर स्क्वायर, √2 स्क्वायर प्लस ब्राकेट अनि √3 अनि यो थिचेर अनि फेरि प्लस 1 अनि ब्राकेट क्लोज स्क्वायर माइनस 2 को स्क्वायर। अब तल आएपछि 2 इन्टु √2 फेरि बाहिर आउने अनि इन्टु ब्राकेट √3 फेरि यता आएर प्लस 1 ब्राकेट क्लोज इक्वल टु 1। कति आयो, √2/2। √2/2 भनेको 1/√2 हो के, यो भनेको 1/√2 हो। cos a भनेको 1/√2 आयो। अब 1/√2 भनेको cos 45 डिग्री हो भने यहाँबाट a कति आयो त भन्दा a इक्वल टु 45 डिग्री आयो। कुरा बुझ्नु भएको छ है। ल cos a आयो
अब cos b बाट एंगल b निकाल्नुस् cos b इक्वल टु a स्क्वायर प्लस c स्क्वायर माइनस b स्क्वायर अपन 2ac हैन सो कति हुन्छ भ्यालु राख्नुस् a स्क्वायर भनेको 2 स्क्वायर c स्क्वायर भनेको √3 प्लस 1 को स्क्वायर माइनस b स्क्वायर भनेको √2 को स्क्वायर डिवाइडेड बाइ 2 a भनेको 2 अनि c भनेको √3 प्लस 1 कमन कति आउँछ भन्नुस् त ल cos b इक्वल टु क्याल्कुलेसनमा मिस्टेक हुन्छ भने क्याल्कुलेसनलाई क्याल्कुलेटर युज गर्नुस् न टेन्सन लिने होइन कति आउँछ भन्दिम त √3/2 सर √3/2 आयो ओके √3/2 √3/2 भनेको कति हो cos 30 डिग्री हैन cos 30 भनेको √3/2 भनेपछि b इक्वल टु कति आयो b इक्वल टु 30 डिग्री ठीक छ ल एंगल a आयो एंगल b आयो अब दुईटा एंगल थाहा छ भने तेस्रो एंगल कसरी निकाल्ने दुईटा एंगल थाहा छ भने cos c लगाएर गरे पनि हुन्छ है नो प्रब्लम cos c लगाएर गरे पनि हुन्छ तर अब यत्रो झन्झट गर्न भन्दा त अल्सो अब दुईटा एंगल थाहा छ यो थाहा छ यो थाहा छ भने अब a प्लस b प्लस c इक्वल टु 180 गरिदेऊ सजिलो a प्लस b प्लस c इक्वल टु 180 सो a भनेको 45 डिग्री b भनेको 30 डिग्री प्लस c इक्वल टु 180 ल भन त c कति आयो 105 डिग्री आउँछ होला है ल आन्सर बुझ्नुभयो दुईटा एंगल दिएछ भने तेस्रो एंगल निकाल्नको लागि यो इजी टेक्निक युज गरिदेऊ सजिलो हुन्छ तीनटा साइड दियो भने यसरी गर्ने कुरा बुझ्नुभयो सबैले अरे कुरा बुझ्नुभयो कि बुझ्नु भएन भन्नुस् त कसैले नबुझेको छ यो क्लासमा अब यस्तो क्वेशन आयो भने गरिन्छ खै बोल्दैनन् त हौ अब यस्तो क्वेशन आयो भने गर्न सकिन्छ कि सकिन्न सकिन्छ सर सकिन्छ है अब चाहिँ नबिगार्नु प्री बोर्डमा आएको थियो है यहाँ 2 थियो √6 थियो √3 माइनस 1 थियो सेम यस्तै क्वेशन थियो बिगार्नु भयो ल अब यो हेर्नुस् त यहाँ पनि a दिएछ b दिएछ c दिएछ हैन के निकाल्न पर्यो a निकाल्न पर्यो b निकाल्न पर्यो c निकाल्न पर्यो सेम प्रोसेस है ल सेम प्रोसेस छ यसलाई होमवर्क गर्नु होला सकिन्छ सकिन्छ भन्नुस् त सेम प्रोसेस सकिन्छ कि सकिँदैन केटाकेटी हो नानी बाबु हो के भन्छन् त अरे सकिन्छ यस सर सेम छ त ए स्मल क्यापिटल एबिसी निकाल्ने सेम प्रोसेस त हो ल 3 नम्बर हेर्नुस् के भन्छ इफ द साइड्स अफ अ ट्रायंगल आर प्रोपोर्शनल टु 2 is to √6 is to √3 plus 1 फाइन्ड अल द एंगल्स भनेको छ है ल यो क्वेशन इम्पोर्टेन्ट छ एक्जाममा दुई पटक मैले देखाएको थिएँ क्वेशन ब्याङ्कमा दुई पटक सोधेको छ ल हेर्नुस् त हामीलाई यहाँ के दिएको छ if three sides of triangle are proportional to 2 is to √6 is to √3 plus 1 okay so given हामीलाई के दिएछ भन्दा a is to b is to c यो दिएको छ 2 is to
√6 इज टु √3 + 1 यो दिएछ है। ल अब यसको गर्ने दुईटा तरिका छ, एउटा लङ प्रोसेस एउटा सर्ट प्रोसेस। म दुईटै भनिदिन्छु है। ल अब यो रेसियोबाट हामीले के गर्न सकिन्छ, लेट गरिदिउँ। लेट ए इक्वल टु 2k हैन, ए इक्वल टु यहाँ 2 छ त्यही भएर 2k, अनि बी इक्वल टु √6k, अनि सी इक्वल टु √3 + 1k। यसरी हामीले एबिसी लेट गर्ने। अब अगाडिको क्वेसन जस्तै 2 र 1 मा जे गरेको कस ए को फर्मुला लगाएर एंगल ए, कस बी को फर्मुला लगाएर एंगल बी, यसरी गर्न नि सकिन्छ के। यो अलि लेन्दी हुन्छ है। ल यो भन्दा एउटा सर्टकट ट्रिक छ, त्यो सर्टकट टेक्निकबाट हामी अगाडि बढौँ। यो 2 मार्क्समा सोधेको छ, धेरै झन्झट गर्नु पर्दैन है। लेट्स सी, लेट्स एप्लाई सर्टकट टेक्निक। अब सर्टकट टेक्निक लगाउनको लागि त हामीले यसलाई अब्जर्भ गर्न पर्यो है। वी हैव टु अब्जर्भ इट। ल अब यहाँ यसलाई हामीले अब्जर्भ गरियो भने के हुन्छ भन्दाखेरिमा यो √3 + 1 लाई हेर्नुस् त। यो √3 + 1 छ भने यहाँ के को कमी देख्नुहुन्छ यहाँ, भन्नुस् त के को कमी देख्नुहुन्छ। यहाँ डिवाइडेड बाइ 2√2 भइदिएको भए त केही हुन्थ्यो होला नि है, हैन र? अरे हो कि हैन, बोल्दैनन् मूर्तिहरु। 2√2 छ, बोल्दैन। एमोड भाइ हो कि हैन? हो सर। भनेपछि यहाँ 2√2 चाहिदो रहेछ भने 2√2 डिभाइड गरिदिनु न त सबैलाई है। 2/2√2 इज टु √6/2√2 इज टु √3 + 1/2√2। यो रेसियोलाई इक्वल नम्बरले डिभाइड गरेको है। अब यसो गर्दाखेरि यो 2 र 2 क्यान्सल भयो। यहाँ कति बस्यो ल हेर्नुस् त, यहाँ भयो 1/√2 इज टु, अनि √6/2√2 गरे भने यहाँ √3/2 आउँछ, अनि यहाँ के भयो √3 + 1/2√2। यसो गर्दाखेरि अब 1/√2 भनेको कति हो, यो भनेको sin 45 डिग्री हो। √3/2 भनेको sin 60 डिग्री हो, अनि √3 + 1/2√2 भनेको sin 75 डिग्री हो। यहाँ 75 किन लियो, 105 पनि लिन सकिन्थ्यो नि हैन, तर लिएन कि 75 जो लियो। किनकि यो तीनटा एंगल जोड्दा 180 पनि त पुग्न पर्यो नि, 180 भन्दा बढी हुनु भएन है। ल अब यति गरेपछि यसलाई हामीले कम्पेयर गर्दिम। sin a इज टु sin b इज टु sin c सँग कम्पेयर गरौँ। कम्पेयर गरेपछि यहाँबाट आउँछ ए भनेको 45 डिग्री, बी भनेको 60 डिग्री, र सी भनेको 75 डिग्री। आन्सर सर्टकट यति 4 स्टेपमा आयो, धेरै लेन्दी जान परेन। अलिकता हेर्न पर्यो के, धैर्यता हुन पर्यो, चिन्न पर्यो है, क्वेशन्सहरुलाई साथी बनाउनु पर्यो। सर त्यो काट्ने गरी हामीले डिभाइड गर्नु पर्यो हैन? हजुर, जस्तै यहाँ 2√2 छ भने 2√2 ले हामीले यहाँ अब 2√2 चाहिएछ भने 2√2 ले डिभाइड गरिदिने। कहिले मल्टिप्लाई गर्न पर्ला, कहिले डिभाइड गर्न पर्ला, इक्वल नम्बरले मल्टिप्लाई डिभाइड गर्न पाइन्छ कि। बुझ्नुभयो? भयो? Okay, let's see next question. The 3 को 1 नंबर हेरौँ। If C is 30 degree, B is 45 degree, and small c is 6√2, solve the triangle भनेको चाहिँ solve the triangle. Solution हामीलाई के दिएछ हेर्नुस् त ल, गिवन थिङ। ल गिवन एंगल एकातिर साइड एकातिर लेखौँ न। C इक्वल टु 30 डिग्री, अनि B इक्वल टु 45 डिग्री, अनि साइड यता लेख्छु है, C इक्वल टु 6√2। ल यो दिएको छ। अब यो दिएछ हामीले के निकाल्न पर्यो, एंगलमा एंगल ए निकाल्न पर्यो हैन। एंगल ए इक्वल टु वाट, बी र सी दिएछ, अनि साइडमा स्मल ए निकाल्न पर्यो, स्मल बी निकाल्न पर्यो हो, ठीक छ। ल अब यो गर्ने हो भने
ल यहाँबाट ल भन्नुस् त एंगल ए कति आउँछ दुईटा एंगल दिएछ भने एंगल ए कति कति निकाल्नुस् त ल 105 105 करेक्ट ए प्लस बी प्लस सी इक्वल टु 180 गरेपछि आयो नि त होइन ल अब हामीलाई तीनटै एंगल थाहा छ अब यहाँ साइन ल लाउने कि कोसाइन ल लाउने ल भन्नुस् त साइन ल लाउने कि कोसाइन ल लाउने हो सौरभ साइन ल करेक्ट होइन किनकि एंगल धेरै छ भने साइन ल अब साइन लमा पनि हेर्नुस् त हामीलाई सी थाहा छ क्यापिटल सी थाहा छ होइन अनि बी थाहा छ स्मल बी निकालिदिउँला सो युजिङ साइन ल है ल हेर्नुस् त युजिङ साइन ल साइन लमा पहिला बी र सीबाट जाम न त बी बाई साइन बी इज इक्वल टु सी बाई साइन सी होइन ल अब यो चारवटा कुरामा कुनै एउटा कुरा थाहा नभएको लिन पर्यो कि जस्तै अब स्मल बी हामीलाई थाहा थिएन स्मल बी अपन साइन बी भनेको साइन 45 डिग्री इक्वल टु अनि स्मल सी भनेको 6√2 डिभाइडेड बाई साइन सी भनेको साइन 30 डिग्री सब यहाँबाट बी निकालौँ बी इक्वल टु कति हुन्छ 6√2 इन्टु साइन 45 डिग्री ल डिभाइडेड बाई साइन 30 डिग्री क्रस मल्टिप्लाईबाट यसलाई यता लैदिएँ है अब यतालाई चाहिँ यसलाई सिम्प्लिफाई गर्नुहोस् फेरि यहाँ टाउको नदुखाउनुहोस् है थाहा छ तपाईँहरूले बिगार्नुहुन्छ भनेर सो युज क्यालकुलेटर अन्डर रुट 6√2 बिगार्न भन्दा त राइट गरेर आउनु पर्यो नि होइन इन्टु साइन 45 डिग्री ल तल आएर फेरि साइन 30 डिग्री साइन 30 डिग्री ल यो गर्दाखेरि कति आयो 12 आयो है सो बी इक्वल टु 12 बी आयो है ल बी आयो अब फेरि एगेन अब हामीले के निकाल्न छ स्मल ए निकाल्न छ स्मल ए को लागि फेरि हेर्नुहोस् त एबी लेखिदिउँ ल सो ए बाई साइन ए इज इक्वल टु बी बाई साइन बी होइन सो भ्यालु राख्नुहोस् ए थाहा छैन ए नै भयो अनि साइन ए भनेको 105 डिग्री इक्वल टु अनि बी भनेको भर्खर निकालेछौँ 12 अपन साइन बी भनेको 45 डिग्री ल अब यहाँबाट ए कति आउँछ ए विल बी 12 इन्टु साइन 105 डिग्री डिभाइडेड बाई साइन 45 डिग्री ल यहाँबाट ए इक्वल टु कति आयो भनिदिनुहोस् त ल यहाँबाट बी आयो है यहाँबाट ए आयो अब यहाँबाट के अरे क्यापिटल ए आयो र यहाँबाट स्मल ए कति आउँछ कमन कति आउँछ हौ 6 plus 6√3 6 प्लस 6√3 करेक्ट ल यति आउँछ है यसरी हाम्रो स्मल ए पनि आयो बुझ्दै हुनुहुन्छ के निकाल्ने के दे छ के लगाउने यही सब बुझ्न पर्यो के यसमा हामीले बुझ्नुपर्ने कुरा यही नै हो है के दे छ के निकाल्ने हो र के लगाउने लाउने भनेको कि त साइन ल कि त कोसाइन ल यो बाहेक त अरू कुनै चर्चै छैन हामीसँग है बुझ्न पर्यो ठिक छ दुईटा एंगल एउटा साइड भएको क्वेसन ल अब यसको 2 नम्बर नि सेम छ हेर्नुहोस् दुईटा एंगल एउटा साइड होइन यो टाइप घोक्न भन्दा आफै गर्ने प्रयास गर्नुहोस् मेसो पाउन थाल्नुहुन्छ कि है गाह्रो हुँदैन अलिकति आफ्नो दिमागलाई अलिकति थोरै तयार पार्नुहोस् यस्तो खालि क्वेसनलाई जस्तो एप पनि गर्न सक्छु भन्ने मेन्टालिटीमा बस्नुहोस् क्या अब भोकेर बस्ने होइन बुझेर बस्ने ल 3 नम्बर पनि सेम छ हेर्नुहोस् दुईटा एंगल छ एउटा साइड छ है सकिन्छ गर्न दुईटा एंगल छ एउटा साइड छ
ल अब अर्को छ 4 नम्बरमा फेरि हेर्नुहोस् त अब दुईटा साइड दिएको छ एउटा एङ्गल दिएको छ अनि हामीलाई फाइन्ड ए एन्ड बी भनेको छ मैले यो फाइन्ड ए एन्ड बी लाई काट्दिएँ है मैले चाहिँ सल्भ द ट्रायङ्गलै भनिदिएँ सबै निकालौँ न सल्भ द ट्रायङ्गल सल्भ द ट्रायङ्गल ल के दिएछ के निकाल्ने हेरौँ है त गिभन मैले यसरी छुट्याएर लेखेँ है त लाइक स्मल ए दिएको छ 2 स्मल बी दिएको छ 4 र क्यापिटल सी दिएको छ 60 ठिक छ अब हामीले के निकाल्न पर्यो भन्दा एउटा स्मल सी निकाल्न पर्यो स्मल सी इक्वल टु वाट ओके अनि क्यापिटल ए इक्वल टु वाट क्यापिटल बी इक्वल टु वाट र के निकाल्ने भन्ने कुरा त यहाँबाट अब क्लियर भयो नि त तपाईँहरूलाई होइन के निकाल्ने भन्ने त यहाँबाट अब क्लियर हुनुभयो ठिक छ ल अब यति भइसकेपछि ल हेर्नुहोस् है अब यहाँ हामीलाई कुन फर्मुला लाउने त साइन लगाउने कि कोसाइन लगाउने साइन लगाउने कि कोसाइन लगाउने चिन्न पर्यो कसरी चिन्ने साइन लगाउने कि कोसाइन लगाउने हेर्नुहोस् त हो कोसाइन ल किन किनकि साइड धेरै छ त्यही भएर कोसाइन ल कोसाइन लमा पनि हामीले कस सी लाउन पर्यो किनकि हामीलाई एङ्गल सी थाहा छ कि सो हियर cos c इक्वल टु a स्क्वायर प्लस b स्क्वायर माइनस c स्क्वायर अपन 2ab है ल भ्यालु राख्नु सबै थाहा भएको cos c भनेको cos 60 इक्वल टु 2 स्क्वायर प्लस 4 स्क्वायर माइनस c स्क्वायर अपन 2 इन्टु 2 इन्टु 4 होइन 2ab ल अब यसलाई सल्भ गरेर स्मल सी निकाल्नुहोस् त कति आउँछ यसलाई सल्भ गरेर स्मल सी निकाल्नुहोस् कति आउँछ सक्नुहुन्छ निकाल्नु कति आयो खै कसैले भन्नुभयो यहाँबाट सी निकाल्नुहोस् cos 60 भनेको 1/2 राखेर सल्भ गर्नुहोस् न 2√3 सर 2√3 र 2√3 र ठिकै होला है ल स्मल सी आयो है अब यो तिनटै साइड थाहा भयो नि त अब तिनटै साइड थाहा भयो भने त एङ्गल बी निकाल्न त कस ए लगाइदिउँ फेरि तिनटै साइड थाहा छ भने त कसबाट एङ्गल आइहाल्छ नि सो कस ए भनेको बी स्क्वायर प्लस सी स्क्वायर माइनस ए स्क्वायर अपन 2bc हेर्नुहोस् है यो ठिक छ कि छैन ल सो बी स्क्वायर भनेको 4 स्क्वायर प्लस सी स्क्वायर भनेको 2√3 को स्क्वायर माइनस ए स्क्वायर भनेको 2 स्क्वायर डिभाइडेड बाई 2 इन्टु अनि बी भनेको 4 इन्टु सी भनेको 2√3 ल हेर्नुहोस् यहाँबाट अब एङ्गल ए कति आउँछ अनि एङ्गल ए आइसकेपछि एङ्गल ए थाहा छ एङ्गल सी थाहा छ भने एङ्गल बी निकाल्नु त ठुलो कुरा भएन यु क्यान फाइन्ड इट इजिली इजी एङ्गल ए थाहा छ एङ्गल सी थाहा छ भने बी निकाल्नुहोस् ए प्लस बी प्लस सी इक्वल टु 180 गरेर ल कम्प्लिट गर्नुहोस् है आजलाई यति गरौँ